हो, म गोर्खे नेपाली छोरी हो। मेरो चाडपर्व मेरो पहिचान हो, मेरो गौरव पनि हो। तर म यो गोर्खे नेपाली छोरी भन्दा पनि पहिले मेरो भारत देशको नागरिक हुँ, जुन देशमा हामी सबै पर्वलाई एउटै छानो मुनि सबै मिलेर मनाउँछौँ। मलाई के लाग्छ भने पर्वहरू फरक फरक भए पनि, चाडहरू फरक फरक भए पनि उत्सव चाहिँ त्यही हो जुन उत्सवमा हामी सबै मिलेर एक अर्काको सुख दुःख बाँड्न सक्छौँ। यसपालि मैले दसैँ पनि मनाएँ, तिहार पनि मनाएँ अनि भव्य रूपमा छठ पूजा पनि मनाएँ। सूर्यलाई जल पनि चढाएँ अनि यसपालि मैले जब सूर्यलाई जल चढाउँदै प्रार्थना गरिरहेको थिएँ नि, यसपालि मैले नगरकटावासीसँग डुवर्समा छठ पर्व मनाएँ। छठ पर्वमा म पनि पुगेको थिएँ अनि त्यो समय मैले जब त्यहाँ प्रार्थना गरिरहेको थिएँ, मैले के महसुस गरेँ भन्दा नि, आस्था त भाषाभन्दा ठुलो हुँदो रहेछ, श्रद्धा पनि त सीमाभन्दा पारी हुँदो रहेछ। सूर्य हामीले जसलाई पूजा गर्छौँ त्यो सूर्य त सबैलाई उज्यालो दिने एउटै हुँदो रहेछ। जल पनि त्यही हो जसले सबैलाई जीवन दिन्छ र मन पनि त्यही हो जसले सबैलाई जोड्छ। हो, म नेपाली गोर्खे छोरी हुँ, मेरो दसैँ तिहार मेरो गर्व हो। तर अरूको पर्व मनाउँदा पनि मैले आफूलाई गुमाइनँ, बरु मैले आफूलाई फेला पारेँ ती मनहरूसँग। अनि अर्को कुरा, मेरो देश जहाँ म बस्छु, मेरो देशको विविधता नै मेरो देशको सुन्दरता हो अनि मेरो देशको एकता नै मेरो देशको धर्म पनि हो। हामी फरक होलाौँ तर हाम्रो मन एउटै छ, पर्व फरक भए पनि भावना एउटै छ। अनि यसपालिको छठ पर्वमा मैले धेरै कुरा महसुस गरेँ। हाम्रो माया फरक रूपमा आउँछ है, हाम्रो माया फरक रूपमा पलाउँछ, तर त्यसको अर्थ सधैँ एउटै रहँदो रहेछ, एकता, श्रद्धा र मानवताको। जे होस्, यसपालिको छठ पर्वले मलाई धेरै कुरा सिकायो अनि मैले धेरै कुरा सिक्ने पनि मौका पाएँ। यसपालिको छठ पर्व यस्तै रह्यो।